नाइटोमा ऊ के अरे होइन देखाइन उसलाई डायमन्ड लगाएको छ टाटु छ तिमी के माल हो र यार टिका भाइ टिका लगाएको दाइ हो होइन आफ्नो हेर्छ उसलाई मुद्ने फुर्सद छैन अस्ति 7 चोटि मुद्दै दिनु अहिले 2 चोटि त मुद्दैन कहाँ मुद्नु काठमाडौँ मुद्दै देखिहाल्छ कुदेको छ कुदेछ पठाउँ भने रन्डो टाइपको चाहिँ बे नगरेर त्यसले चाहिँ धोका दिन्छ रोग सारिदिन सक्छ यो चाहिँ कस्तो हो दाइले एउटा शिक्षा पनि दिएको रन्डो टाइपको बे गर्यो भने भोलि रोग सार्देला भोलि डिभोर्स होला अब त्यस्तो शारीरिक सम्बन्धमा तिमीलाई त्यो शारीरिक यौन शोषण नगर्ने जस्तो तिमीलाई माया गर्ने एउटा कस्तो नै रानी जस्तो बनाएर राख्ने हाल चाहियो किनकि अहिले व्यापनदेखि यस्तो जमानी बच्चा बसिहाल्छ हेर्नु 100% हो कि अनि बच्चा त्यसलाई खुवाउने मुताउने तुलाउने गरेर ज्यान आफ्नो मेन्टेन गर्ने बच्चाको ज्यान त्यही भएर अहिले अब तपाईँको आयुर्वेदिक कुराहरू पनि छ हरेक कुराहरू छ होइन त्यो टिस्ट्युहरू छ त्यो रबरको पाउँछ अरे त्यो मान्छे नै के हो भने किन हाँस्यो चाइनाले बनाइसक्यो त त्यो चुप्प गर्ने बस्ने होइन अलिकति खानासाना ल्याउँछ त्यो उसलाई भेट्ने बित्तिकै नेपाली बुढोले कहिचोटि गऱ्यो अथवा काँलाहरू सुतायो कुन होटलमा गयो 2टा रुम रे 2टै होटलै 2टा के भएपछि त म कहाँ तिमी कहाँ अनि भोलितिर जबरजस्ती गऱ्यो भने त तिमीलाई त्यहाँ अर्का देशमा रिपोर्ट गर्न मिल्दैन होइन त्यो टेन्सन छ नि त म त बाठा भएर मैले त ऋतु जाएन ऋतुलाई यहीँ छ तिमी के माल हो र यार टिका भाइ टिका लगाएको दाइ हो होइन आफ्नो हेर्छ ऊ रत्न पारा पाउने माल होइन नि त ऊ त एउटा सच्चा लेडिज हो नि त एउटा जिउन सक्यो अरू झुन्डेर मर्थ्यो के सोच्छ तिमी त आफू स्ट्रगल गरिरहेको छौ अरे तिमीलाई कति सत्रो लाएर त कोही कता कहीँ कुन भनेको छ कहिले यता भनेको छ कहिले के भनेको कहिले चौकी भनेको छ तर हरेक कुरामा तिमी आफूले त्यो फेस गरेर आएर एउटा देशमा त्यस्तो होइन भनेर आफूले ऋतु बस्ने भनेर त चिनायो नि तेरो आफूले गौरव गर क्या हुन त तिम्रोभन्दा बढी दुश्मन मेरो छ मलाई त झन् तिमीलाई त केही तिम्रो त केही पनि होइन तिम्रोभन्दा चौगुन त मेरो छ तर हामीले चाहिँ पाठ सिक्नु हो कि हामीबाट शिक्षा सिक्ने हो क्या अरूले तर अब हामीलाई दुश्मन धेरै लाग्छ तर हामीले चाहिँ राम्रो कन्टेन्टमा हामीले राम्रो काम गर्ने हो अरूलाई सजेसन दिने हो तिमीलाई माया गर्ने होस् रन्डो टाइपको चाहिँ बे नगरेर त्यसले चाहिँ धोका दिन्छ रोग सारिदिन सक्छ यो चाहिँ कस्तो हो दाइले एउटा शिक्षा पनि दिएको रन्डो टाइपको बे गर्यो भने भोलि रोग सार्देला भोलि डिभोर्स होला भोलि जे हरेक हुन्छ जाँड हारा कुटलाई चाहिँ अलिक बुढो टाइपको बहिनी अहिले कति 21 18 र 21 को बिचमा 22 वर्ष छ तिमीले 38 वर्षसम्मको बुढोसँग बिहे गर्ने तर बुढो केही फरक पर्दैन बुढो भुँडी छुट्नु नआएको होइन भुँडी आज फेरि उसले पर्फर्मेन्स अलिक गाह्रो पार्ला तिम्रो पर्फर्मेन्स भने के हो होइन तिमीलाई माया गर्ने छोरीलाई आफ्नो सम्मान गर्ने अब त्यस्तो शारीरिक सम्बन्धमा तिमीलाई त्यो शारीरिक यौन शोषण नगर्ने जस्तो तिमीलाई माया गर्ने एउटा कस्तो नै रानी जस्तो बनाएर राख्ने हाल चाहियो कोही त फेरि ड्रिङ्क गरेर आउने धुलो पार्ने खालको हुन्छ त्यो भाइ त्यो हुँदैन मलाई चुज गरेर म हेर्छु ठ्याक्कै चिन्छु म ए पर्फर्मेन्स उसले सानो जानको छ सुन दाइ जस्तो त फेरि होइन नि फेरि दाइ जस्तो हेभी हुँदैन हेभीले फेरि कुट्यो पनि मार्छ हरेक कुरामा गाह्रो हुन्छ दाइ जस्तो अलिक माया गर्ने मान्छेले कुट्छ के कुट्दैन नि होइन झुकेर कुट्यो भने त कुटिहाल्यो नि तर उसले बिहा गर्छ बिहा गर्दा अलिक पछि गर्छ अहिले परिपक्व भएको छैन उसको हार्मोनहरू बढ्दैछ कलिलो गरेर बिहा गर्नु न 30 तिर हुन्छ किनकि अहिले बिहा पर्नुदेखि यस्तो जमानी बच्चा बसिहाल्छ हेर्नु 100% हो कि अनि बच्चा त्यसलाई खुवाउने मुताउने तुलाउने गरेर ज्यान आफ्नो मेन्टेन गर्ने बच्चाको ज्यान त्यही भएर ठ्याक्क 30मा गर्ने 31मा बच्चा पाउने सकभर त्यसै ठिक हुन्छ सर त्यो 31-32मा ठिक हुन्छ होइन तिमीलाई सजेसन दिएको दाइले यार ठिकै हो तर त्योभन्दा अगाडि थिएँ फेरि झाडा झुरो यस्तो घाइते कुछ गर्ने फेरि त्यस्तो गर्ने नि त्यो हेरेर चित्त बुझ्ने हो त्यसको लागि दाइ छँदै छैन होइन दाइले छ अब अहिले त यो कस्तो नि अब त्यो पहिला जस्तो छैन नि त अहिले अब तपाईँको आयुर्वेदिक कुराहरू पनि छ हरेक कुराहरू छ होइन त्यो टिस्ट्युहरू छ त्यो रबरको पाउँछ अरे त्यो मान्छे नै के हो भने किन हाँस्यो चाइनाले बनाइसक्यो त त्यो चुप्प गर्ने बस्ने होइन अलिकति खानासाना ल्याउँछ त्यो चाइना केटी धेरै बनाएर अब हामीले त केटा बना भन्नु पर्यो हाम्रो बहिनी पनि अनम्यारिड छ नेपालको केटा अलिक भएन चाइनिज केटा चाहियो भने रबरको केटा के रबर केटा लगाइदिउँ मलाई हेभी नै हुँदैन जानु सानो छ नि त जब 5-6 केजी हुन्छ त्यो त बोकेर हिँड्नु सक्यो लानु खाना खानु पऱ्यो नि मेरो बहिनी नि अलिक सानै छ अलि यसको हाइट वेट पनि अलि हड्डी नि सानो छ त्यही हेभी केटाले चाहिँ ट्राई नगर भन्न चाहन्छु अब जस्तै पछिल्लो समय चाहिँ अब दाजुभाइ नि अलिक भेटघाट पातलो भएपछि सोसल मिडिया सामाजिक सञ्जालमा भनौँ न होइन ए नेपाली ब्रो र ऋतु बस्नेत दाजुभाइ नि भन्छ सम्बन्ध बिग्रिया हो भन्ने खालको चाहिँ आवाजहरू अथवा प्रतिक्रिया सम्बन्ध बिग्रिनलाई गर्लफ्रेन्ड बोयफ्रेन्ड भए चाहिँ बिग्रिने हो अब मेरो आत्मीय मैले बहिनी सोचेर उसको चाहिँ मैले कुनै पनि नकारात्मक तरिकाले उसलाई गीत नहेरेको र मैले आफ्नै दिदीबहिनी सोचेर मैले रेस्पेक्ट गरेर मेरो सम्बन्धमा त जहिले पनि 100मा 100 छ तर कस्तो नै शत्रुहरू चाहिँ लाग्यो उसलाई भेट्ने बित्तिकै नेपाली बुढोले कहिचोटि गऱ्यो अथवा काँलाहरू सुतायो कुन होटलमा गयो त्यो एउटा होटलमा हामी त्यो घन्टा जस्तो लभ गरेको घन्टा जस्तो लभको हिरो नै उयो
अहिले 1.3 मिलियन गएको छ। उहाँ 3.5 लाख खर्च गरेर हाम्रो सुनिलजीले गर्नुभएको, एक्सको सम्माले गाउनुभएको। उहाँ कुन होटलमा गएर सुताइछ भनेर तल आयो भने त पाप लाग्दैन सर। त्यो त सुटिङमा 20-25 जनाको टिमले गरेको। तिमीलाई मलाई घिचाएर तानेको थियो भन्छ मलाई त। त्यो सिनै तान्ने थियो त त्यहाँ। त्यही त अनि त्यहाँदेखि लगेर ठाडो लाग्यो भनेर त्यो कमेन्ट गर्ने पापीहरूलाई के भन्न चाहन्छ नि, आफ्नो दिदीबहिनीलाई चाहिँ होइन अरू लाखे त्यो सोचेर अनि उसलाई भन्नु होइन। किन मैले त टिका लागेको बहिनी मेरो त त्यो सोचै हुँदैन। ऊ माथि चढाए पनि नचढाए पनि मेरो म त एउटा रेस्पेक्ट पर्सन हो। हामी यसरी बोलिन्छ, हाँसिन्छ, कहिले उसो जुठो नखाइरहेको हुन्छौँ। मैले मेरो गाडीमा चढ्छौँ, हामी जिस्किन्छौँ, मेरो बाइकमा चढिरहेको हुन्छ, हामी आफ्नो प्रोग्राममा गइरहेको हुन्छ। कति ठाउँमा हामी सम्मान प्रोग्राममा गयो। अहिले जानै लाजमान भइसक्यो। उसलाई मुद्दी फुर्सद छैन। अस्ति 7 चोटि मुद्दै दिनु, 2 चोटि त मुद्दैन। कहाँ मुद्नु, काठमाडौँ मुद्दै देखिहाल्छ, कुदेको छ पठाउँ भने बाटो विदेश आएको थियो, बाटोमा टोइलेट हुँदैन। ऋतुलाई पाएर मैले यसो झ्याप्प एकचोटि हान्न पाएँ, मनको सन्तोक हुन्छ भनेर त्यो कमेन्ट ठोकिहाल्दो रहेछ। त्यो पाउनु त सम्झिनै पाइन्छ कि ऋतु हिँड्दै उसो आफ्नो काम बिजी, आफ्नै बिजी छ। त्यसलाई त यस्तो भन्नु पर्छ नि, तैँले तेरो दिदीबहिनीलाई त ट्याक्ट्याक गरिरहेछ भन्नु पर्छ नि। नेपाली ब्रो जस्तो आफ्नो दाइ चाहिँ त्यो आन्दोलनमा जाँदैछ भने चाहिँ ऋतुले थाहा थियो? मलाई थाहा थिएन नि हामी त्यो दिन। नजाऊ भन्थ्यो होला है? त्यो दिन थाहा थिएन। म भन्थेँ त्यो दिन हामी न्यु रोड थियौँ, असनचोक थियौँ, मर्निङ सपिङ गर्न गएको थियौँ। थाहा थिएन नि त त्यति बेला हामी चाहिँ, थाहा थिएन। शङ्का गरिहाल्नु रहेछ क्या नेपाली एउटा अस्ति के भन्दाखेरि एउटा दाइले तपाईँ नेपाली ब्रोको गर्लफ्रेन्ड होइन भन्ने मैले के अरे के भन्नु पऱ्यो मेरो दाइ भन्ने थर्काएको थिएँ मैले चाहिँ। पछि चुप्प लाग्यो क्या। पछि त्यसलाई त यस्तो भन्नु पर्छ नि, तैँले तेरो दिदीबहिनीलाई त ट्याक्ट्याक गरिरहेछ भन्नु पर्छ नि। तर हेरेँ एकछिनमा हाँसेँ। आपतमा थियो त्यो बेला सर। शत्रुहरू हाँसै छ धेरै, मेरो धेरै खिली उडायो मलाई। झन् यस्तो लुक्स सुन्नु म फ्रेस यस्तो लुक्स हुँदैन त्यो कुरा खाएर संसार सुन्डेको थियो। ठ्याक्कै त्यो ऊ हुन्छ नि एउटा पाहाडमा छ नि हाम्रो तराईमा के देशी यता दोकान छ यता दोकान छ यता दोकान छ यता त गर्न हुँदैन मुन्टो भनेर तपाईँले मुकुण्ड मान्नु भएको थियो नि। मुकुण्ड फेरि त्यो हाफ कट्टु के ए खोजेर दोकान भएको थियो है। त्यो हेरेको दाइ म त यस्तो हाँसेँ। शत्रु धेरै हाँसे तर पृथ्वी गोलो छ, भोलि तिनीहरूलाई पनि पर्छ। भगवान् चाहिँ त्यही भनेको छु। हेर्नुहोस् यहाँ पनि चोर लाखा भनेर खोलेर कटो पनि देख्नु होइन हानेको त त्यो देखाएको थियो हो। त्यही त त्यो भिडियो चाहिँ मान्छे कतिले के सोच्छ भने कमेन्ट आएको थियो क्या त्यहाँ सर कतिले त पुरै खोल्छ भनेर के खोल्छ यो अब यो टाउगा लाएर साइगेडी भइसकेको छ डिप्रेसनमा, यसले पुरै खोल्छ र यसो सामानले हेरेर पाइन्छ भनेर कतिले त्यहाँ कमेन्ट गरेन नराम्रोताले कि म लाडो छु र पुरै खोलेर कि म बौला हो र। मैले 2टा कट्टु लाएको थिएँ, एउटा पेन्टी अनि अर्को सर्ट कट्टु 2टा लाएको थिएँ अनि 3टा लगाएको थिएँ मैले। म यति हिँड्ने मान्छे हो सर। तर यस्ता झारे झुरेहरूको सडक छापहरूको पैसा लाग्ने होइन हामी कुरा बुझ्यो नि। म त लाग्दैन नि अहिले त कसरी देखाएको छ नेपाली कुरालाई स्टेट काम गर्छ त्यसमा सडक छापहरूको पैसा लाग्दैन। बरु घर आँगै रङ लाउने हो। 4 लाख रुपियाँ आएको थियो घर लाउनलाई, देखेको थिएँ नि दाइ घर कस्तो छ। 4 लाख रुपियाँ रङ लाउनु आएको थियो तर म आफैले लगाएर सघाइदिएँ मैले। र मैले तिम्रो भाउजू पनि गिफ्ट दिएँ, तिम्रो हाम्रो भिडियो आएर केही फरक पर्दैन। ए ल्याएर 5 जना भने 5 ढङ्गको अहिले बेचेर 3.5 करोड आर्मी करोड म आफैले हान्दै गएँ। 3.5 करोड भन्दा माथि नै पर्छ सर यो अहिले, किनकि अनि अब यो तपाईँको फुर्तिला जस्तो हुन्छ फेरि होइन अब मान्छेहरूलाई। तर अब जेलस नै हुन्छ नि। अब यतिको घर अब तपाईँको कसैले भन्छ 50,000मा आउँछ भने लगाइदिएँ म दम पऱ्यो क्या। अब यो घर 50,000 आउँछ भने सर लगाएँ मैले। ड्याम प्रुफ त 53,000को त 20 लिटर पर्ने हालेको छु ड्याम प्रुफ मैले। भनेको त यस्तो कि हामीलाई जति सराप पनि हामीलाई फलिफाप भइरहेछ क्या। किन हामीले कसैलाई बलात्कार गरेको छैन, कसैको लुट्न गएको छैन, गरेको छ त आफ्नो आफ्नो कर्म गरिएको छ। आज हेर्नु न उसलाई सराप निको टुकटुकै मोबाइल ऊ सराप खानेको आज 16 प्रो म्याक्स होइन। ल हेर्नु उसलाई के ऋतु के भन्छ? हाम्रो पहिला मसँग 2टा फोन थियो है, अहिले पनि मसँग 2-3टा आइफोन छ। तर उसले के भने दाइ तपाईँलाई अब फ्रीमा दिएको चाहिँ कस्तो नि अलिकति इम्पोर्टेन्ट हुँदैन, म आफू मेहनतले गर्छु भनेर होइन। उसले मेहनतले कमाएर देखाइदियो नि त आज। ऋतुले त उहाँ घर बनाउँदै हुन्छ अब नेपालमा। घर त अस्ति नै सुरु हुने कुरा थियो के सुरु भइसक्यो र त्यसलाई दाइको तर्फबाट र क्यास दिन नसके नि 5 दिन थियो त्यसको लागि ढुङ्गा बोक्नु पर्ने हो कि सुन्नु ढलान गर्नुपर्ने हो कि रड काट्नु पर्ने हो कि रङ लाउनु पर्ने हो दाइको तर्फबाट त्यहाँ भन्दै हुन्छ अर्को इन्टरभ्यूमा 100%। किन मलाई थाहा छ नि त मैले मेरो घर बनाने आफ्नो बहिनीको बनाउन के हो त ठुलो कुरै भन्यो नि ओके। तर अब तिमी पनि सुध्रिनुपर्छ है। अब दाइको पनि अलिकति अब बिग्रिनु त के नै बिग्रिया र दाइ पनि सुध्रिन्छ। अब हामी यस्तो लडाइँ झगडा यताउतामा हिँड्नुभन्दा नि अब हामीले चाहिँ राम्रो कन्टेन्ट दिने हो क्या। हामी ब्रान्ड भइसक्यो नि यार। ऋतु बस्ने नेपाली ब्रोलाई कसले चिन्दैन आज? अस्ट्रेलिया, हङकङ, अमेरिका, जापान कसले चिन्दैन आज? हेर त इन्भिटेसन उहाँ ऋतुजीले अब चाँडै नै ज्वाइँ पनि ल्याउँदै हुनुहुन्छ। अनि त्यो त यस्तो छ ऊ अब एउटा ऊ छक्का थाहा छैन होइन उहाँको एउटा अहिले अफेयरमा हुनुहुन्छ। दाइलाई थाहा हुने कुरा हो नि। अफेयर भन्दा नि ऊ एउटा लेडिज हो होइन। लेडिजले एउटा जीवनमा एउटा जीवनसाथी चाहिन्छ। तर जीवनसाथी कस्तो नि अब मैले उसलाई बरु बुढै होस् होइन आफूभन्दा एजेड होस् नाइटोमा ऊ के अरे होइन देखाइदिनु उसलाई डायमन्ड लगाएको छ, टाटु छ,
हिरा छ, चस्मा छ, ड्रेस अप छ, एभ्रिथिङ छ भन्ने मैले बहिनीले के अरे नाइटोमा छेडेको तपाईँले थाहा उसको मन पाबेर छ त्यो साथीको। उसले के गर्यो भने अब ऋतु बस्ने एउटा अब एउटा अहिले स्टार कलाकार भन्दा भाइरल भएको छ, उसलाई चाहिँ यसो चुप्पो चुप्पो हान्न पाएदेखि भनेर उसले मन होइन उसको मन पाबेर छ क्या उसको चाहिँ त्यो साथीको चाहिँ। तर म त्यो हुनु दिन्न, मेरो बहिनी हुन्थ्यो यार। जति आज ऋतु बस्नेलाई सरापे नि उसको प्रगति हेर्नु, 2-3 लाखको टाटो, 50,000को नाइटमा के डायमन्ड, 3-4 लाखको फोन हेर्नु, उसको हाइफाई हेर्नु, उसको फ्यान फलो, उसले कति समय निकै उहाँको प्रगति उसलाई कति सराप छन्। तर सरापेर गर्ने फलिफाप त यता भएछ नि। त्यस्तै हो, मलाई पनि जति सराप छन् त्यति फलिफाप हुन्छ। जति पापुदी फलिफा भने हामीलाई त्यही हो, हामीलाई यस्तो हामीलाई गाली गर्छन् फेरि हाम्रो नि भिडियो हेर्छन् त मान्छे सुत्दैन रहेछ त। अस्ट्रेलियाबाट फोन गरेर ऋतु कहाँ छ भन्छ मलाई, किनभने त्यो डिप्रेसन भइसकेको छ। 12 घन्टा ड्युटी गरेर आएर थकित भयो भने हाम्रो त्यो 1 घन्टा तिम्रो मेरो भिडियो हेरेन भने उसलाई निद्रै लाग्दैन अरे के। सराप नि त्यही के एउटा अस्ट्रेलिया एउटा साथी यस्तो अब जो मान्छे हामीलाई लान्छु भन्थ्यो होइन, त्यो मान्छे नै अब त्यो फेरि यस्तो मन पापी भएको मान्छे चाहिँ लाने दिदी बहिनी दिदी र भाइ भएपछि त्यो अनि एउटै इन्भिटेसन लेटरले एउटै होटलले हुँदैन नि त। होटल चाहिँ के अरे छुट्टै छुट्टै गर्ने। भोलि तिमीलाई चाहिँ बर्बाद गऱ्यो भने उसले के गराइदियो भने होइन। अब सुन्न मेरो त भोलि त मेरो के ल्याएर बुझ्नु नेपालमा, अनि मैले त ऋतु कुनै पनि देश जाने भन्थेँ मैले, उसलाई यहीँ छ यहीँ स्वर्ग छ भन्ने मैले। नत्र उसले के गरेर भने मेसेज गर, मेसेज मैले डिलिट गरिसकेँ। 2टा रुम रे 2टै होटलले 2टा के भएपछि त म कहाँ तिमी कहाँ, अनि भोलितिर जबरजस्ती गऱ्यो भने त तिमीलाई त्यहाँको अर्का देशमा रिपोर्ट गर्ने मिल्दैन होइन। त्यो टेन्सन छ नि त। म त बाठा भएर मैले त ऋतु जाएन, ऋतुलाई यहीँ छ, तपाईँको यहीँ छ स्वर्ग छ, आइफोन छ, 16 प्रो म्याक्स,